हेलो हाई नमस्ते सबैजनालाई। अब सिक्ने हैन त डिजिटल क्लास घरमै बसी बसी सुती सुती और गाडीमा ट्राभल गर्दा गर्दै है और कतै गाडी कुर्दा कुर्दै। यदि हो भने तपाई मेरो भिडियो हेर्नु होला ल। तपाईलाई चाहिँ मैले डिजिटल क्लासको वेबसाइट डेभलपमेन्टको पार्ट सिकाउँदै छु। यो कसरी बनाउने, वेबसाइट डेभलपमेन्ट कसरी गर्ने, कसरी पेजहरु बनाउने भन्ने चाहिँ बारेमा छ ल। फर्स्टमा यसमा वेबसाइट डेभलपमेन्ट मात्रै छ है त। तपाईले यसबाट चाहिँ वेबसाइट, आफ्नो वेबसाइट आफैले बनाउन सक्नुहुनेछ मेरो यो भिडियो हेरिसकेपछि। गुगलमा है, गुगलमा गएपछि यसरी गुगलमा चाहिँ एउटा के आउँछ त, यहाँनिर सर्च गर्ने ठाउँ आउँछ। अनि त्यसपछि तपाईँ के गर्नुहोस् त, कुनै एउटा है, अहिले चाहिँ तपाईँ अब तपाईँको आफ्नै डोमेन लिनुपर्ने हुन्छ। डोमेन नलिन्जेलसम्मको लागि चाहिँ तपाईँले के गर्नु पर्यो त, अब कुनै काम सिक्ने बेला चाहिँ कुनै चलाउनु पर्यो नि त। अब आफ्नै बिजनेस गर्ने हो भने, तपाईँ आफ्नै काम गर्ने हो भने चाहिँ तपाईँले के लिनुहोस् त, किन्नु न, डोमेन किन्नु होइन। नेपाल प्यान्थमको लिए ल। प्यान्थम वाइ लगइन भन्ने आयो, यसमा गए ल। यसरी जानुहोस् है। अनि त्यसपछि एउटा जस्तै भनौँ न, अब यहाँनिर लगइन गर्नुहोस् तपाईँले, ड्यासबोर्ड प्लिज या लगइन है, एउटा लगइन गर्नुहोस् है। लगइन गर्दाखेरि चाहिँ तपाईँको इमेल एड्रेस चाहिन्छ क्या। इमेल एड्रेस चाहिँ बनाउनु पर्छ। यदि तपाईँसँग छैन भने बनाउनुहोस् होइन। छ भने चाहिँ त्यही भएकोलाई नि कन्टिन्यू गर्दा हुन्छ ल। जस्तै कनेक्ट विथ गुगल अकाउन्ट है, मैले चाहिँ कनेक्ट विथ गुगल अकाउन्ट गरेँ। यसरी कुनै एउटा लिइसकेपछि चाहिँ तपाईँको यसरी देखाउँछ है। एउटा इमेल एड्रेस हालिसकेपछि चाहिँ, इमेल एड्रेस चुज गरिसकेपछि यसरी आउँछ है। यो चाहिँ भने तपाईँको फर्स्टमा के गर्ने त, तपाईँको वेबसाइट डिजाइन गर्दाखेरि है, आफ्नो वेबसाइट डेभलपमेन्ट गर्दाखेरि यसरी चाहिँ फर्स्टमा चाहिन्छ है। मैले चाहिँ के को लिएको त, प्यान्थमको लिएको है। तपाईँले कुनैको पनि लिँदा हुन्छ। यो चाहिँ एउटा प्र्याक्टिसको लागि हो। अनि तपाईँको फर्स्ट नेम के हो त, कुनै एउटा राख्नु होइन। लास्ट नेम त तपाईँलाई थाहा चाहिँ छ। अनि सिलेक्ट युर कन्ट्री, कन्ट्री कुन हो तपाईँको। नेपाल हो चाहिँ नेपाल गर्नुहोस् होइन। अनि यस आई वुड लाइक टु या यहाँनिर यसरी ओके गर्नुहोस्। आई एग्री प्यान्थम्स गरेर ओके गर्नुहोस् है त, कन्टिन्यू गर्नुहोस्। यो चाहिँ तपाईँले मैले स्टेप बाई स्टेप सिकाउँदैछु ल। अनि तपाईँको यो चाहिँ वेबसाइट बन्यो कि है, वेबसाइट बन्यो। फर्स्टमा हामीले चाहिँ बुझ्नुपर्छ कि हामीले वेबसाइट र वेब पेज के हो भनेर बुझ्नुपर्छ ल। फर्स्टमा वेबसाइट भनेको चाहिँ तपाईँको एउटा बाटो हो क्या, घर जाने बाटो हो। घरमा पुग्नको लागि बाटो चाहिन्छ नि त, त्यो चाहिँ वेबसाइट भयो भने। वेब पेज चाहिँ घर हो, घरभित्र चाहिँ तपाईँको धेरै कुराहरू हुन्छ नि त है। जस्तै मान्छे बस्छ होइन, मान्छेहरू बस्ने गर्छ। अनि त्यसपछि सपोज यसमा चाहिँ के हुन्छ, वेबसाइटमा चाहिँ वेब पेज भने चाहिँ त्यसमा फाइल, फोटो, भिडियो, तपाईँको कन्टेन्टहरू रहन्छ ल। अब यतिको त भयो है, तपाईँलाई बुझ्नुभयो होला नि त होइन, स्टेप बाई स्टेप फर्स्टमा कसरी वेबसाइट उयो गर्ने भनेर, डेभलपमेन्ट गर्ने भनेर। अनि त्यसपछि तपाईँले चाहिँ तपाईँको यहीँबाट पनि फेरि है, यहाँबाट तपाईँले दुईवटासम्म चाहिँ वेबसाइट चाहिँ क्रिएट गर्न सक्नुहुन्छ है। अर्को न्यू गरेर एउटा क्रिएट गर्न पनि सक्नुहुन्छ यहाँबाट है। कुनै अर्को चाहियो भने तपाईँलाई चाहिँ दुईवटा वेबसाइट, अब तपाईँको 2-3वटा बिजनेस छ भने चाहिँ तपाईँले 2-3वटा चाहिन्छ नि त साइटहरू। सो अब डिफ्रेन्ट बिजनेसको लागि डिफ्रेन्टै वेबसाइट चाहियो। सो तपाईले यहाँबाट क्रिएट गर्न नि सक्नुहुन्छ ल। यसरी क्रिएट गर्न सक्नुहुन्छ। चाहिएन भने चाहिँ
नभए पनि केही फरक पर्दैन है। अनि त्यसपछि न्यू गर्नुभयो हैन, तपाईले न्यू गर्नुभयो है। न्यू गरिसकेपछि हामीले चाहिँ केबाट लिने हो त, वर्डप्रेसबाट हो नि त। वर्डप्रेस चाहिँ हामीलाई चाहिन्छ जसै पनि, अनि त्यही भएर चाहिँ हामीले वर्डप्रेस लिएको ल। मैले तपाईलाई वर्डप्रेस लिने त भन्यो। वर्डप्रेस चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ फ्री, जस्तै तपाईको वेबसाइटलाई चाहिँ म्यानेजमेन्ट गर्ने फ्री उयो भयो है, डिभाइस भनौँ न, सिस्टम हो जहाँ चाहिँ तपाईको वेबसाइट चाहिँ म्यानेजमेन्ट हुन्छ ल। तपाईको कन्टेन्टहरु चाहिँ फ्रीमा म्यानेजमेन्ट भएर बस्छ, म्यानेज गर्नुपर्छ है। वर्डप्रेस बिना चाहिँ हुँदैन। सो वर्डप्रेस पनि हामीले डाउनलोड गर्नु, यहाँनिर क्लिक गर्नुपर्छ, त्यसपछि भइहाल्छ है। त्यसपछि तपाईले के गर्नुस्, वर्डप्रेसमा जानुस् है। वर्डप्रेसमा गइसकेपछि तपाईको यहाँ लोडिङ ड्याशबोर्ड भन्ने हुन्छ है। अब तपाईको ड्याशबोर्ड चाहिँ लोडिङ हुँदैछ ल। अब त्यसपछि यहाँ तपाईको नाम के हो त, साइटको नाम, तपाईको कुन के बिजनेस गर्दै हुनुहुन्छ त्यसको साइटको नाम राख्ने ल। अनि जस्तै तपाईको अब कुनै एउटा के स्टोर राख्नुभयो नि हुन्छ, अर न्युज मिडिया, यसमा चाहिँ तपाईको कुन सम्बन्धी काम गर्ने हो है। अब तपाईको ट्राभल सम्बन्धी गर्ने हो भने ट्राभल सम्बन्धी, अनि त्यसपछि फेरि यता तपाईको फेरि भनौँ न होटल व्यवसाय गर्नुहुन्छ नि होटल व्यवसाय, अनि त्यसपछि क्लोथिङको गर्ने भए क्लोथिङ, सुजको गर्ने भए सुजको कुन चाहिँ राख्ने है तपाईको भनौँ बिजनेसको नाम है। त्यही अनुसारले चाहिँ तपाईले यहाँ पनि क्रिएट गर्नु होला ल। त्यसपछि चाहिँ तपाईको हुन्छ है। अनि त्यसपछि मैले चाहिँ यहाँनिर एउटा भनौँ न जुनै पनि राख्नु भए नि हुन्छ। मैले चाहिँ के राख्ने भने चाहिँ मैले चाहिँ सपोज डिजिटल कोर्स, डिजिटल यो नाम राख्दाखेरि पनि तपाईले एकदम सोचेर राख्नु होला, अरूसँग चाहिँ उयो नहोस्। अनि त्यसपछि अरू के भने, हुन त तपाईले आफ्नो बिजनेसमा क्वालिटी दिँदै गर्नुभयो भने त्यो बिस्तारै बिस्तारै ब्रान्डिङ हुन्छ नै है, ब्रान्डिङ बनाउन सक्नुहुन्छ। सो तपाईँ कुनै एउटा राख्नु न हैन। अनि तपाईको यो डोमेन हो, डोमेनको नाम राख्दा चाहिँ एकदम युनिक टाइपको राख्नु होला है, अलिकति डिफ्रेन्ट टाइपको। मेरो प्रोसेसिङ हुँदैछ ल। लन्च स्याडो राखेछु मैले चाहिँ। तपाईहरु पनि फर्स्ट गर्दा चाहिँ यसरी नै घुमिरहन्छ ल। एकछिन चाहिँ यो कम्प्लिट गर्न दिनु, अनि त्यसपछि तपाईको हुँदैछ ल। मैले चाहिँ मेरो डोमेन नेम चाहिँ के लेखेको थियो, लन्च स्याडो भनेर लिएछु ल। यो चाहिँ मेरो चाहिँ अब सिक्ने सम्बन्धी हुन्छ नि त, त्यही भएर चाहिँ मैले लन्च स्याडो भनेर राखेँ। तपाईहरुले चाहिँ अरू केही राख्न सक्नुहुन्छ ल। तपाईहरुको आफ्नै एउटा डोमेनको नेम राख्न सक्नुहुन्छ, यसरी नै तपाईले राख्नु होला। त्यसपछि तपाईलाई एकदम इजी छ ल, इजिली मैले बनाइरहेको छु, स्टेप बाइ स्टेप गर्ने कोसिस गरिरहेको छु ल। तपाईले देख्न सक्नुहुनेछ मेरो चाहिँ यो कम्प्लिट भइसक्यो है। अब चाहिँ मेरो यहाँनिर तपाईको भिजिट योर प्यान्थम साइट ड्याशबोर्ड यसरी यो गरिदिनुस्। यस गाइड कस्तो लाग्यो भने हो, यस गर्दा भइहाल्यो है। क्रिएट CMS अकाउन्ट। अब त्यसपछि चाहिँ मैले टेस्टमा गएर यसरी उयो गरेँ है। अनि त्यसपछि हाम्रो टेस्ट नै हो क्यारी। अनि त हामी त फ्री चाहियो हो नि त, फ्री गर्नु पर्यो।
तपाईँको साइट लिस्ट हेर्नु है, यिनीवाला लन्च स्याडोवाला हो एउटा साइट भनेको। हाम्रो वेबसाइट एउटा बनिसकेको छ लन्च स्याडो भनेर। अब तपाईँले फेरि अर्को पनि बनाउनु हुने हो भने चाहिँ अर्को पनि बनाउन सक्नुहुनेछ है। यहाँ क्रिएट न्यू साइट भनेर आउँछ। यसमा दुईवटा, यो एउटा भनौँ न एउटा जीमेल अकाउन्टबाट चाहिँ तपाईँले दुईवटासम्म साइट बनाउन सक्नुहुनेछ, वेबसाइट बनाउन सक्नुहुनेछ। अनि त्यसपछि है त अब तपाईँको कसरी देखाउनुहुन्छ, यस्तोमा गएपछि चाहिँ मेरो साइट लिस्ट देखाउँछ है। अनि त्यसपछि म चाहिँ यहाँनिर जान्छु अनि मेरो यो चाहिँ साइट यो हो नि त, मेरो साइट चाहिँ एउटा यसरी यो चाहिँ मेरो ड्यासबोर्ड लोडिङ हुँदैछ है। यो त भयो मेरो यो। अनि त्यसपछि मेरो भइहाल्यो यहाँनिर। तपाईँ कोडिङ पनि युज गर्न सक्नुहुन्छ, कोडिङको यदि उयो छ भने, नभए त कोडिङ नभए पनि केही पनि फरक पर्दैन। अनि पहिला चाहिँ हाम्रो यस्तो हुन्छ क्या, खाली नै हुन्छ सबै कुरा है, सबै कुरा यसरी खाली नै हुन्छ, केही पनि छैन यहाँनिर है। मेरो यस्तो हुन्छ, तपाईँले नि यसरी नै बुझ्नु ल। पहिला चाहिँ खाली हुन्छ, पछाडि हामीले इन्स्टल गर्दै जाने हो क्या। हामीलाई के चाहिन्छ हाम्रो साइटलाई के चाहिन्छ सबै इन्स्टल गर्दै जाने हो ल। फर एक्जाम्पल म तपाईँलाई चाहिँ मेरो पुरानो मैले अगाडि नै क्रिएट गरिसकेको एउटा साइट देखाउँछु ल, वेबसाइट। यसरी उयो गरिसकेपछि चाहिँ मेरो चाहिँ यसरी आयो है। मेरो यहाँनिर थुप्रो छ नि त, ड्यासबोर्ड छ, अल पोस्ट छ है, साइट किट छ, अनि त्यसपछि यहाँनिर मिडिया पेजेसहरू छ, अनि धेरै कुराहरू छ नि त है। कार्ड फ्लो छ, ऱ्याङ्क मेथड छ, कमर्स छ, प्रोडक्ट छ, पेमेन्ट छ, सबै छ नि त। योहरू चाहिँ हामीले अब भनौँ न, मैले यो सबै हामीले चाहिँ के गर्नुपर्छ, अब हाम्रो इन्स्टल गर्दै गएपछि चाहिँ त्योहरू चाहिँ देखाउँछ कि हाम्रोमा है। हेर्नु त मेरो केही छ त, केही पनि छैन नि त होइन। यसमा सबै मैले इन्स्टल गर्नुपर्ने हुन्छ ल। साइट टाइटल यो चाहिँ आउनुपर्छ ल। अनि यो चाहिँ वर्डप्रेसको यसमा आउँछ। अनि त्यसपछि चाहिँ साइट टाइटल के राख्ने हो त तपाईँको, त्यो चाहिँ एजी डिजिटल राखेँ मैले चाहिँ। अनि युजर नेम पनि त्यही राखेँ, युजर नेम चाहिँ एडमिन राखेँ ल अहिलेको लागि चाहिँ। अरू कुनै राख्नुभयो नि हुन्छ तपाईँले, मिना एउटा होइन। अनि पासपोर्ट कस्तो खालको, अब पासपोर्ट कुन राख्ने हो त, मैले यही राखेँ ल, विकवालै राखेँ अहिले चाहिँ। यसको लागि चाहिँ मैले अब तपाईँहरूलाई बनाउनुको लागि गरेँ हो, विक कन्फर्म अल्सो विकवाला, नभए चाहिँ तपाईँले यहाँनिर अलिक स्ट्रङवाला राख्नुभयो नि हुन्छ ल। जस्तै @ यसरी राख्नु नि हुन्छ, 0 यसरी राख्नु नि हुन्छ, मिडियम यसरी राख्नु नि हुन्छ ल। अनि तपाईँको यहाँनिर इमेल, अघि के इमेल थियो त्यही इमेल राख्ने हो ल। अब यतिसम्म त भयो होइन, यतिसम्म भयो, अब के गरेर गर्ने होला भन्ने चाहिँ डाउटमा नगर्नु ल। अब तपाईँले के त साइट एडमिनमा जानु ल। साइटमा एडमिनमा गइसकेपछि चाहिँ अनि त्यहाँबाट साइट टाइटल राख्नु। मैले चाहिँ AGDIGITAL डिजिटल राखेको छु है। मैले चाहिँ सजिलोको लागि अहिले यस्तै राखेको छु है। तपाईँले पनि कुनै पनि एउटा राख्नु न। यो चाहिँ मैले प्र्याक्टिस गर्नुको लागि, तपाईँहरूलाई सिकाउनको लागि हो। सो मैले यही नै गरेँ। अनि इमेल एड्रेस चाहिँ तपाईँको कुन इमेल एड्रेस थियो?
gmail.com है। यो चाहिँ तपाईको इमेल एउटा राख्नु ल, जुन तपाईको गुगलमा होस्, अनि सर्च इन्जिन चाहिन्छ नि है, सर्च इन्जिनमा क्लिक गर्ने। अनि त्यसपछि चाहिँ अब इन्स्टल वर्डप्रेस गर्ने ल फर्स्ट। अब चाहिँ है त, अब चाहिँ सेभ पासवर्ड गर्ने। सेभ पासवर्ड गरेपछि सजिलो तपाईलाई पनि। अनि मेरो चाहिँ यो वाला छ अब है, मेरो युजर नेम एन्ड पासवर्ड, युर पासवर्ड पनि त्यही छ। अनि त्यसपछि यसरी मेरो आयो है। अब मैले लगइन गर्छु। लगइनमा अब मेरो त्यो अघिको वाला नै मैले के गर्छु त, चुज गर्छु। मैले सेभ गरेँ थिएँ, अनि त्यही भएर लगइन फेरि लगइन गर्छु है त। यति भएपछि चाहिँ तपाईँको एउटा के त वेबसाइट बन्यो ल। अब यसमा अझै थम्बनेल भनौँ न, अब तपाईँको के चाहिन्छ त्यहाँनिर र्याङ्क म्याथ के र्याङ्क म्याथहरू चाहिन्छ। अनि तपाईँको जस्तै फर्महरू चाहिन्छ, कुन कस्तो खालको बनाउने है। अब चाहिँ बल्ल हाम्रो यतिसम्म चाहिँ भयो ल। अर्को नेक्स्ट चाहिँ मैले नेक्स्ट पार्टमा देखाउँछु ल, यसको धेरै छ नि त। अब हाम्रो एउटा उयो चाहिँ बन्यो ल। अब तपाईँले न्यू पोस्ट क्रिएट गर्ने, अनि त्यसपछि तपाईँको पेज पनि बनाउनु पर्यो होइन। एड न्यू पेज गरेर पेज बनाउनु पर्यो। अनि पेजमा यहाँनिर तपाईँले अब यस्तो गरिसकेपछि नेक्स्ट गर्ने। यसरी तपाईँको यसरी आउँछ। कस्तो खालको प्याटर्नहरू भयो, तपाईँ कस्तो खालको प्याटर्न राख्ने आफ्नो उयसलाई है, त्यो वाला नै हुन्छ। अब जस्तै यहाँनिर टाइटल चुज गर्ने त्यस्तो हुन्छ क्या। अब यो चाहिँ मैले नेक्स्ट पार्टमा चाहिँ तपाईँले देखाउँछु ल। है आज चाहिँ भने यति नै गरौँ। मैले तपाईँलाई के सिकाएँ भन्दाखेरि फर्स्टमा कसरी तपाईँको वेबसाइट चाहिँ डेभलपमेन्ट गर्ने है। अनि त्यसपछि तपाईँको वेब पेज र वेबसाइटको बारेमा पनि भनेँ मैले। अनि त्यसपछि यो चाहिँ मैले पाइथनको लिएको हो, तपाईँले जुनैको पनि लिनुभयो नि हुन्छ। पाइथनबाट वर्डप्रेस एकदम इम्पोर्टेन्ट हो, वर्डप्रेस इन्स्टल गर्नुपर्छ। अनि त्यसपछि चाहिँ तपाईँले के गर्नुहुन्छ त आफ्नो वेबसाइट अब यसरी बनाउनु भयो है त। अर्को चाहिँ नेक्स्ट पार्टमा।